सुनिता सानो पहाडी गाउँमा जन्मेकी, जहाँ बिहान घामभन्दा पहिले हावा, कुहिरो र अभाव आइपुग्थ्यो। उसको घर काठ र टिनको टाला तुडी, पानी पर्यो भने छानोबाट झरझर पानी चुहिन्थ्यो। तर त्यो घरभित्रै सुनिताको ठूलो सपना पलाउँदै थियो। बिहान बिहान मकै बारीमा काम, दिउँसो कलेजसम्म 2 घण्टा पैदल हिँडेर पुग्थी। राति बत्ती नहुँदा टुकीको मधुरो उज्यालोमा किताब पढ्थी। उसले आफ्नो जीवनको एउटा लक्ष्य बनाएकी थिई, म एक दिन ठूलो जागिर खानेछु, आमा बुबालाई सुरक्षित गर्दिनेछु। तर एक दिन जताततै बादल छायो, आकाश गडगडायो। अचानक आएको आँधीले उसको सिङ्गो घरको छानो उडाएर लान्थ्यो। धेरै वर्षको सपना एकैछिनमा खण्डहर बन्यो। गाउँका मान्छेहरू भन्दै थिए, अब पढ्न सक्दिन, घर बनाउन पैसाको जोहो गर्नै पर्छ। सुनिता रातभर रोइन्, तर अर्को दिन आँसु पुछेर काम खोज्न निस्किन्। छिमेकको सानो किराना पसलमा सामान मिलाउने जागिर पाइन्। दिनभर पसल, रातभर किताब, आफ्नो पढाइ आफैले बोकिन्, कसैको भर परिन। जुन दिन स्नातकको सर्टिफिकेट हातमा आयो, त्यो दिन गाउँमै सबैभन्दा धेरै खुसी सुनिताकै आमाले मनाइन्। अहिले सुनिता गाउँकै पहिलो महिला बैंक म्यानेजर बनेकी छन्। पहिले जसको घर भत्किएको थियो, आज उसकै हातले आफ्ना बाबुआमालाई पक्की घर बनाइदिएकी छन्। सुनिता भन्छिन्, छानो त उड्यो, तर मेरो सपना आकाश जित्न निस्कियो।